आज म तपाईहरुलाई यो 7x7 मा जी र यो 5x5 मा एच कसरी बनाउने भनेर सिकाएको छु है त गाइज। हेलो गाइज, आज म तपाईहरुलाई यो 7x7 र 6x6 रुबिक्स क्यूबमा जी र एच कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरी कमेन्ट गरिदिनु होला त गाइज। हामी सुरुमा यसमा जी बनाउँछ त। जी बनाउँदाखेरि कस्तो जी हुन्छ भने यस्तो हुन्छ त गाइज। जी बनाउँदाखेरि पहिला हामी यहाँ एउटा ल्याउँछौं यस्तो अनि यस्तो गरेर ट्याग यहाँ गर्छौं नि गाइज। त्यस्तो बनाउँछ त। कसरी बनाउनु भन्दाखेरि पहिला हामी यसरी लिन्छौं हैन। यसरी लिएपछि हामी यो डाउन गर्छौं यसरी। यसरी डाउन गर्छु अनि यो अप गर्छु नि त गाइज। यस्तो लिन्छौं। फेरि यस्तो भइसकेपछि हामी यस्तो अनि फेरि यसलाई डाउन गर्छु यसरी हैन। एउटा लेयर मात्र अप गर्छु नि त। डाउन अप मात्र भइरहेको छ नि त। अब यो हामी अघि कहाँ यो व्हाइट कहाँ थियो यहाँ थियो नि। यस्तो लिन्छौं यसलाई डाउन गर्छौं अनि यसरी अप गर्छौं नि त गाइज। फेरि यो पनि मिलाउँछौं त्यसरी नै। यसलाई डाउन गर्छौं यसलाई अप गर्छौं नि त। हाम्रो यति भयो नि त। अब फेरि हामी व्हाइट यहाँ ल्याउँछौं नि त गाइज। यहाँ कसरी ल्याउँछौं भन्दाखेरि यसरी समात्छौं यसलाई डाउन गर्छौं यसलाई अप गर्छौं यसरी हैन। फेरि यसलाई डाउन गर्छौं यति समातेर अनि यसलाई अप गर्छौं नि त गाइज। फेरि यसरी समात्छौं हामी यसलाई डाउन गर्छौं यसलाई अप गर्छौं नि त। हाम्रो यहाँ यस्तो भयो त। अब फेरि यसलाई मिलाउँछौं यो कलर मिलाउँछौं। यो कलरलाई एकचोटि डाउन गर्छौं अनि यसरी अप गर्छौं नि त। हाम्रो जस्तो यस्तो भयो। फेरि हामी यहाँदेखि यहाँसम्म ल्याउँछौं सेतो हैन त। यहाँदेखि यहाँसम्म व्हाइट ल्याउन के गर्छ भन्दाखेरि यो डाउन गर्छु अनि यो मात्र त हाम्रो चाहिँ नि यतिलाई अप गर्छु। अब हामीलाई कुन चाहिएको थियो हैन 1 2 3 तीनटा लेयरलाई डाउन गर्छु यसरी। तीनटालाई यसरी डाउन गर्छु अनि यतिलाई अप गर्छु यसरी हैन त। फेरि अब यो हामी व्हाइटमा मिलाउँछौं। कसरी मिलाउँछौं भन्दाखेरि डाउन गर्छु यसलाई अप गर्छु। अब यता पनि हैन यता डाउन गर्छु अनि अप गर्छु हैन गाइज। हाम्रो जतासुकै यस्तो भइसकेको छ है त गाइज। अब हामी के गर्छौं भन्दाखेरि हामी यहाँ 1 2 3 तीनटा व्हाइट ल्याउँछौं। 1 2 3 तीनटा व्हाइट ल्याउनु के गर्छौं भने यसरी समात्छौं हामी यसलाई डाउन गर्छु यसरी हेर्नुस् अनि यतिलाई अप गर्छौं। फेरि यसरी समातेको थियो अब यसरी समात्छु फेरि अनि 1 2 3 तीनटा यो तीनटा चाहिने नि हामीले यसलाई डाउन गर्छु यसरी हेर्नुस् यसरी डाउन भयो अनि यो एउटा मात्र अप गर्छु यसरी। अब हामी यता मिलाउँछौं पहिला हैन। यो व्हाइट मिलाउँछौं नि त। यसलाई डाउन गर्छु यसलाई अप गर्छु नि त। हाम्रो यस्तो भयो। यता यस्तो भयो नि। यता पनि त्यस्तै बनाउँछ हामी। यसलाई डाउन गर्छु यसलाई अप गर्छु। हाम्रो लगभग अब जी हुन लागेको छ त गाइज। यदि भएपछि हाम्रो के हुन्छ भन्दाखेरि अब यहाँ 1 2 दुईटा यो दुईटामा के ल्याउँछ भन्दाखेरि एउटा व्हाइट ल्याउँछ यो एउटामा। यहाँ पनि त्यस्तै रङ त्यहाँ पनि यस्तै रङ ल्याउँछ। कसरी ल्याउँछ भन्दाखेरि एकचोटि यो डाउन गर्छु यसरी डाउन गर्छु यसरी अप गर्छु नि त गाइज। अब फेरि यसलाई पनि डाउन गर्छु यसरी यसलाई अप गर्छु नि त गाइज। यस्तो भयो त। अब हामी यसलाई डाउन गर्छु यसलाई अप गर्छु ल नि त गाइज। यसमा जी जस्तो भयो नि त। जी भयो त गाइज। अब फेरि हामी यो हेर्छौं यो प्याटर्न यसरी लिन्छौं। यहाँ पनि त्यस्तै बनाउनु पर्यो नि त। यो डाउन गर्छु यसरी यो मिलाउँछु यसलाई अप गर्छु ल नि त गाइज। यहाँ पनि जी भयो हाम्रो। यहाँ पनि जी भयो र यहाँ पनि जी भयो। यो तीन ठाउँमा चाहिँ जी भयो नि त गाइज। अरू ठाउँमा चाहिँ जी हुन्छ तर उल्टो हुन्छ के। जी चाहिँ बन्छ हैन। यो तीन ठाउँमा जी उल्टो बनाएको छ नि। यो तीन ठाउँमा जी उल्टो बनाएको छ हैन त गाइज। यो सुल्टो जी यता उल्टो जी। यता सुल्टो छ यसरी यता उल्टो छ। मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु होला र सँगै रहेको बेल आइकन बजाइदिनु होला त गाइज। यसमा मेरो जी भयो त गाइज। मेरो भिडियो कस्तो लाग्यो कमेन्ट चाहिँ गरिदिनु होला त गाइज। अब म यसलाई एज बनाउँछु त गाइज। यसमा एज यो जी अब यसमा एज। यो भन्दा अघिल्लो भिडियो मैले ई र एफ बनाएको छु। त्यो हेर्नु भएको छैन गएर एकचोटि हेरिदिनु होला। अनि यो पनि हेर्नु होला। तपाईलाई यस्तो भिडियोलाई कमेन्ट गर्नु होला कस्तो भिडियो चाहिन्छ भनेर है त गाइज। अब म यसरी एज बनाउँछु। एज बनाउँदा के गर्छु हामी पहिला यो यतिलाई डाउन गर्छु यसरी हैन गाइज। यतिलाई अप गर्छु यो भयो नि त। फेरि यो व्हाइटलाई डाउन गर्छु यसरी बिस्तारै यसरी अप गर्छु ल हैन त। यसलाई डाउन गर्छु यसरी यसलाई अप गर्छु ल। हाम्रो यहाँ यस्तो भयो नि। अब यताको पालो यसो पनि यो हामी मिलाउँछ यसरी डाउन गरेर यो यतिलाई अप गर्छु यतिसम्म चाहिँ यहाँ जहाँसुकै यस्तो भयो। अब भएपछि हामी के गर्छौं फेरि यो लेयरलाई डाउन गर्छु यसरी यो लेयर डाउन गर्छु यो अप गर्छु। फेरि यसरी समात्छु यसलाई डाउन गर्छु यसलाई अप गर्छु नि त गाइज। फेरि यो लेयरमा डाउन गर्छु अप गर्दा नि यहाँ यस्तो भयो त गाइज। फेरि यता पनि यो डाउन गर्छु अनि अप गर्छु। हाम्रो जसरी भयो नि जसरी घुमाउँछ दुईचोटि घुमाउँछ दुईचोटि तीनचोटि घुमाउँछ तीनचोटि गर्छौं के। भनेको मतलब एकचोटि यहाँ घुमायो फेरि अर्कोचोटि यतै गर्छौं के। बुझ्नुभयो। जम्मा 4 चोटि घुमाउँछ हामी। 4 चोटि त्यसो गर्छौं हैन।
अब के गर्छ भन्दा यो डाउन गर्छु यसलाई अफ गर्छ अब यसरी समात्छौँ यो ल्याउनु पर्यो नि त हामीले त यो डाउन गर्छु यसरी यसलाई अफ गर्छु ल हेर्दै गाइज फेरि यसलाई डाउन गर्छु यसलाई अफ गर्छु यहाँ एज भयो हेर्दै गाइज अब यता पनि मिलाउनु पर्यो नि त हामी यसरी समात्छौँ डाउन गर्छु यसलाई अफ गर्छु ल हेर्दै गाइज हाम्रो यसमा जतासुकै एज भइसकेको छ यसमा चाहिँ र हेर्दै गाइज यहाँ पनि एज यहाँ पनि एज यहाँ पनि एज यता पनि एज यता पनि एज यता पनि एज यसमा चाहिँ तीनतिर जी हुन्छ नि यसमा जतासुकै एज हुन्छ हेर्दै गाइज जतासुकै एज भएको छ मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला गाइज र सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गरिदिनु होला र सँगै रहेको बेल आइकन दबाइदिनु होला यस्तो भिडियो हेर्नको लागि है योभन्दा पछि म भिडियोमा अर्को लेटर बनाउँछु कमेन्ट गरिदिनु होला तपाईँलाई कस्तो कस्तो लेटर चाहिन्छ भनेर त्यो पनि म त्यस्तै लेटर लेख्ने कोसिस गर्छु है त गाइज मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला गाइज यसमा जी भयो यसमा एज भयो होइन हेर्नुहोस् त यस्तै भिडियो हेर्नको लागि सब्सक्राइब गर्नु होला है त गाइज मेरो भिडियो अन्तिमसम्म हेरिदिएकोमा धन्यवाद।